राजा त आएको जुन आन्दोलनको भोलिपल्ट राजाले सिरपेस लगाएको यहाँ त तर यहाँनिर गेम गरे क्या यहाँ हिन्दू सनातन धर्म र विदेशी धर्मको लडाइँ पर्यो यहाँ राजा ल्याउने बित्तिकै यहाँ के हुन्छ के भन्ने यिनीहरूले ठुलो सङ्ख्यामा चाहिँ त्यहाँ राजालाई सिरपेस लगा हामी हेलिकप्टरमा फाइटर प्लेनमा हामी नेपालमा उत्रिन्छौँ भनेपछि सैनिकको मेन मान्छेले यहाँनिर अगाडि बढ्न सक्यो अमेरिकाबाट चाहिँ हामी आउँछौँ तिमी लगाएर देखा हामी आउँछौँ हाइज्याक गर्छौँ तिमीहरू हेरै हुन्छौ मिल्दैन अहिले नलगा भने राजाको छोरा पछाडि हटे अहिले हटेर बसिएको छ राजा आएको हुन् तर राजा जुनसुकै हालतमा पनि यो देशमा राजा आउँछ कहिलेसम्म आउँछ खुलाइ राजा रेडीमा छन् राजा पर्खेर बसिरहेको छन् जनताले दललाई होइन जनतालाई हेरिरहेछन् राजा यो सँगसँगै दलले ल्याउँदैनन् राजा ल्याउँदैनन् दलले त कुनै हालतमा पनि राजाले ल्याउन दिन्छ राजा ल्याउँछन् अहिलेका पुस्ता युवाले लिएर आउँछन् जेनजीले यो जेनजीको हात हुनुपर्छ यदि जेनजीले हात छोडिदियो भने राजा फेरि 50 वर्ष उताबाट धक्का लिन्छ